हेलो डुड, वेलकम हामीहरूको आजको सेसनमा। आज हामीहरूले यो फ्री राइटिङ गर्न गइरहेका छौँ क्लास 12 को 7 नम्बरमा आउँछ हाम्रो प्याराग्राफ राइटिङ, समरी राइटिङ, इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट, न्युज स्टोरी राइटिङ, नोट टेकिङ एन्ड स्केलेटन स्टोरिज। यो कसरी लेख्ने म आज फालैफाल देखाउन गइरहेको छु। सर्टकट अब 1 सर्ट रिभिजन जस्तै गराउँछु है त। हेर्नुहोस्, प्याराग्राफ राइटिङमा जहिले पनि हामीलाई कि त प्याराग्राफ भनेर लेख्न आउँछ, कि त कपल अफ प्याराग्राफ, कि त फ्यु प्याराग्राफ भनेर लेख्न आउँछ। फ्यु प्याराग्राफ भन्दाखेरि केही प्याराग्राफ लेख, 2 वा 3 प्याराग्राफ लेख भनेको। प्याराग्राफ भने सिङ्गल प्याराग्राफ लेख भनेको। कपल अफ प्याराग्राफ भन्दा बित्तिकै हाम्रो 2टा प्याराग्राफ लेख, कपल होइन, प्याराग्राफ लेख भनेको होइन। सुरुमा हामीले यो प्याराग्राफ राइटिङ लेख्दाखेरि माथि हामीले के लेख्छौँ, त्यसको टपमा टाइटल लेख्छौँ। त्यसपछि क्वेसनले हामीलाई के भन्न खोजेको छ त्यसको टपिक सेन्टेन्स लेख्छौँ। त्यसपछि हामीले सपोर्टिङ डिटेल्सहरू जस्तै यो वान अफ द मेजर बेनिफिट्स अफ दि, अब के को मेजर बेनिफिट्स हो होइन, डिसएडभान्टेज छ भने डिसएडभान्टेज त्यसको बारेमा भनेर लेख्छौँ। अनि बिचबिचमा यो वर्डहरू थप्दै जान्छौँ, जसले गर्दा हाम्रो प्याराग्राफ एकदम अट्र्याक्टिङ हुन्छ। लास्टमा हामीले कन्क्लुजन लेख्छौँ। इन कन्क्लुजन लेखेर टक्क लेख्छौँ। म एउटा फर्मेट गरेर देखाउँछु हजुरहरूलाई। सुरुमा ल मैले यो अनलाइन एजुकेसनको बारेमा लेखेको छु। अनलाइन एजुकेसन हेज न्युमरस एडभान्टेज इन द मोडर्न एरा अफ द मोस्ट सिग्निफिकेन्ट बेनिफिट्स होइन, यसकै बारेमा लेखेको छु। अघि व्हेन एभर यस्तो फाइनल्ली डिटेलली लेखेर यसको बारेमा टक्क पहिला डिस्क्राइब गर्ने, अनि लास्टमा इन कन्क्लुजन भनेर यो लेख्ने। खास चाहिँ हामीले यसमा रटेर जानुपर्ने कुरै छैन, किनभने चाहिँ यो के को बारेमा आउने हो हामीलाई थाहा हुँदैन। अब त्यसपछि रहेको छ समरी नोट्स। समरी नोट्स लेख्न आउँछ हामीलाई कहिले समरी राइटिङ भनेर होइन। अब एउटा क्वेसन हुन्छ, समरी यति ठुलो प्याराग्राफ दिएको हुन्छ, त्यसबाट हामीलाई समरी लेख भनेर आइरहेको हुन्छ। समरी लेख्दाखेरि हामीले यो माइग्रेसनको बारेमा आएको थियो, नेपालको माइग्रेसनको क्वेसन थियो। मैले त्यसको सट्ट गराउँदाखेरि समरी लेख्दाखेरि हामीहरूले यो की पोइन्ट्सहरू लेख्छौँ नि नेपालीमा, त्यो पहिला 4वटा बुँदा टिपेर अनि सारांश लेख्छौँ नि, सेम त्यस्तै गर्दा हुँदा पनि हुन्छ। यसमा पनि पहिला केही की पोइन्ट्सहरू टिप्ने अनि त्यसलाई टक्क समराइज गर्दा पनि हुन्छ, कि त म डाइरेक्ट समराइज गर्छु भन्न नि पाइन्छ। हजुरले एकदम राम्रो मार्क्स चाहिएको छ भने पहिला की पोइन्ट टिप्नु होला अनि समरी लेख्नु होला, एकदम सजिलो हुन्छ है समरी राइटिङमा। अनि आफूलाई योबाट माथिबाट तल सार्न पनि सजिलो हुन्छ नि त। अनि केही 4-5वटा पोइन्ट टिपेर त्यसलाई डिस्क्राइब गरेर टक्क लेख्नु होला है त। अनि यो रहेको थियो। अनि त्यसपछि हाम्रो इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट भनेको, अनि हाम्रो कुनै बार ग्राफ दिन सक्छ, कुनै पाइ चार्ट दिन सक्छ, त्यसबाट केही लेख भनेर आउँछ। त्यसमा हामीहरूले मेनली एडभर्ब्स, भर्ब्स र अनि एड्जेक्टिभहरू युज गरेर लेख्नुपर्छ नि त होइन। अनि हेर्नु है, अब हेर्नु सुरुमा त्यो बार ग्राफ पाइ चार्टहरूलाई इन्ट्रोड्युस गराउँदाखेरि हामीले के लेख्ने, द चार्ट सो एकोर्डिङ टु द पाइ चार्ट, एकोर्डिङ टु द बार ग्राफ होइन, त्यस्तो लेखेर। अनि यदि बार ग्राफमा छ भने एक्स एक्सिसले के जनाइरहेको छ, वाइ एक्सिसले के इन्डिकेट गरिरहेको छ होइन। अनि त्यसपछि टक्क सबै बडीहरूलाई कम्पेयर गर्दै जाने, अपवार्ड डाउनवार्ड छ कि होइन। अनि यदि पाइ चार्ट सर्कलमा छ भनेपछि पाइ चार्टमा कसरी कम्पेयर गर्ने, अनि लास्टमा ओभरअल इम्प्रेसन पढ्ने गरेर सबैलाई समराइज हुने गरेर कन्क्लुजन लेख्ने है त। अनि हाम्रो यो हेर्नु, एउटा मैले टक्क यो गराइदिएको छु, टक्क म हजुरहरूलाई देखाउँछु। यो हाम्रो के दिएको थियो, यो हाम्रो बार ग्राफ दिएको थियो है। अनि त्यो बार ग्राफलाई टक्क यसरी लेख्ने है त, यो बार ग्राफ। लास्टमा कन्क्लुजन लेख्यौँ हामीले, यो बिचबिचमा के गरेको छौँ है यो। अनि अर्को छ न्युज स्टोरी राइटिङ है त। न्युज स्टोरी राइटिङ हेर्नु है, न्युज स्टोरी राइटिङ लेख्दाखेरि सुरुमा हेडलाइन लेख्नुपर्छ, अनि बाइलाइन लेख्नुपर्छ, अनि एड्रेस डेट लेख्ने, अनि इन्ट्रोडक्सन लेख्नुपर्छ। इन्ट्रोडक्सनमा हजुरहरूको यतिवटा क्वेसनको एन्सर आउनुपर्छ। वाट क्वेसन, वेन क्वेसन, वेयर क्वेसन, वाइ क्वेसन, हु क्वेसन, हाउ क्वेसन, 5 डब्लु अनि एउटा एच है, 6वटा क्वेसनको एन्सर आउनुपर्छ। अनि बडीमा त्यसको डिटेल्स लेख्ने, कन्क्लुजन लेख्ने है त। एउटा मैले टक्क यो गरेको छु। यो सबै मैले अनलाइनकै दाइहरूबाट लिएको, सरहरूबाट सबै यो बनाएको है। मैले चाहिँ आफै पनि आउँदैन, यो पनि मैले राखिदिएँ।
अब अर्को रहेको छ हाम्रो नोट टेकिङ कसरी लेख्ने भनेर हुन्छ है। नोट टेकिङ भनेको कुनै अब हाम्रो यो क्वेसन छ हेर्नु है। नोट टेकिङको हाम्रो यो क्वेसन छ, यो मेरो सबै यो क्वेसनहरू हो। कसरी लेख्ने, हेडिङ लेख्नुपर्छ, सब हेडिङ हेर्नु है, हेडिङ सब हेडिङ हेडिङ सब हेडिङ हेडिङ सब हेडिङ लेख्दै जानुपर्छ। अनि यो क्वेसन हो मेरो, यो सबै क्वेसन लेखेको थिएँ मैले, यो चाहिँ क्वेसन हो, एन्सर चाहिँ मैले देखाएँ यो क्वेसनको। अब यो क्वेसनको एन्सर हामीले के को बारेमा लेखिरहेको थियौँ, माधव प्रसाद घिमिरेको बारेमा लेखिरहेको थियौँ नि त। अब यो माधव प्रसाद घिमिरेको बारेमा, उनको सुरुमा के थियो अर्ली लाइफको बारेमा र इन्सपिरेसन के कोबाट पाएको थिए होइन, हो त्यो कुराहरू सुरुमा माधव प्रसाद घिमिरेको बारेमा टाइटल लेख्यौँ माथि टपमा। अनि यो लेख्दै जाने, हेडिङ सब हेडिङ बनाएर लेख्दै जाने लास्टैमा लिस्ट अफ एब्रिभिएसन भनेको चाहिँ के हो भन्दाखेरि एलएफआईले के जनाउँछ, लाइफ जनाउँछ, आइएमपीले के जनाउँछ, इम्पोर्टेन्ट जनाउँछ, एजुकेसन भनेको इडियु, अनि आइएनएस भनेको इन्सपाइरेसन हो भनेर टक्क लेख्नुपर्छ है त। यो भनेको नोट टेकिङ भयो, खासै यसमा झन्झट मानिराख्नु पर्दैन है त। अनि अर्को छ स्केलेटन स्टोरिज। स्केलेटन स्टोरिज भनेको कस्तो स्टोरिज हो भने एकादेशमा भन्थ्यौँ नि हामीहरू, हो त्यस्तै स्टोरिज हो। हेर्नु है त, अब अन्डरस्ट्यान्ड, सुरुमा हामीले त्यो आउटलाइनहरू दिएको हुन्छ नि केही कुराहरू हामीलाई, त्यसलाई कसरी गर्ने भनेर पढ्नुपर्छ, अनि त्यसपछि मात्र गर्न सकिन्छ। सुरुमा हामीले प्रेडिक्सन गर्ने, यो गाउँको कथा हो कि सहरको कथा हो कि कस्तो कथा हो भनेर होइन, अनि त्यसपछि मात्र। अनि डोन्ट मिस, कुनै पनि आउटलाइनहरूलाई हामी मिस गर्नु हुँदैन, नत्र हाम्रो कथा बुनेको नै बिग्रिन सक्छ। अनि इमेजिन गर्नुपर्छ, कस्तो मैले अहिले भर्खर भने नि गाउँ सहर कति बेलाको परिवेशको हो भनेर इमेजिनेसन गर्ने। अनि सुरुमा चाहिँ त्यसको लागि कस्तो टाइटल राम्रो हुन्छ त, त्यो टाइटल राख्छौँ हामीले। अनि त्यसपछि हामीले टाइटल राखिसकेपछि अनि सुरुमा वान्स अपन अ टाइमबाट स्टार्ट गर्छौँ है, अनि लङ अगोबाट स्टार्ट गर्छौँ, फार इन द कन्ट्रीबाट स्टार्ट गर्छौँ, अनि त्यसमा राइजिङ एक्सन भनेको के गरेर त्यो कथा उचाइमा पुग्यो, अनि क्लाइमेक्स के ल्यायो, त्यसमा बिचमा एक्सनहरू कस्तो कस्तो खतरा आयो होइन, अनि फलिङ एक्सन गिरावट कसरी आयो होइन, त्यो कुराहरू लेख्छौँ। आफ्नै भाषामा लेख्नुपर्छ, यो केही फरक पर्दैन होइन। अनि यो डराउनु पनि पर्दैन, लास्टैमा चाहिँ एउटा मोरलहरू हालिदिने है। मोरल त्यो आउँदैन भने, यस्तो ओडहरूको मोरल बन्दैन आउँदैन भनेपछि चाहिँ हामीले आफ्नै ओडको मोरल दिँदा नि हुन्छ। हामीले के सिक्यौँ त लास्टमा होइन, हो त्यस्तो मोरलहरू पनि दिन सक्छ। हाम्रो 7 नम्बरको लागि यति नै थियो। 7 नम्बरको हाम्रो भ्याइएको छ 7 मिनटमा। ल अब अरू हामी 8 नम्बरको लागि हेरौँ है त। 8 नम्बरको लागि हाम्रो के चाहिन्छ मैले भने, अनि त्यसपछि 8 नम्बरतिर हामी लाग्छौँ है त। 8 नम्बरको लागि हाम्रो पर्सनल लेटर चाहिन्छ, जब एप्लिकेसन लेटर चाहिन्छ, लेटर टु द एडिटर चाहिन्छ, बिजनेस लेटर चाहिन्छ, इमेल चाहिन्छ, राइटिङ अ सिभी चाहिन्छ है त। मैले यो हजुरहरूलाई टक्क अब दिएँ है त। ल हामीहरू सुरुमा हाम्रो पर्सनल लेटरबाट जाउँ है त। ल हाम्रो यहाँ पर्सनल लेटर रहेको छ। पर्सनल लेटर लेख्दाखेरि हामीलाई अब फ्रेन्डलाई कङ्ग्रेचुलेसन गर एमबिबिएसमा नाम निस्क्यो भनेर पर्सनल लेटर लेखा आउँछ। यो चाहिँ हामीहरूको 8 मार्क्सको आउँछ। यो चाहिँ हामीले कम्तीमा पनि 180 वर्ड लेख्नुपर्छ। अघिको चाहिँ 150 वर्डसम्म लेख्दा हुन्छ, अहिलेको चाहिँ 180 वर्ड लेख्नुपर्छ है। अनि हेर्नु अब मैले टक्क लेख्दैछु लम्की कैलाली होइन। अनि यहाँ चाहिँ मैले आफ्नो अब सुरुमा ठाउँको नाम दिएँ, अनि यो के दिएँ 24 मार्च 2025 मैले कहिले लेखिरहेको छु त्यो टाइम दिएँ होइन, त्यो डेट दिएँ। अनि डियर फ्रेन्ड भने हामीलाई यो पहिल्यैदेखि पढेको होइन, आई होप दिस लेटर फाइन्ड यु वेल होइन, ग्रेट स्प्राइट्स होइन। अनि यो आई जस्ट हियर द्याट द फन्टास्टिक न्युज अबाउट द एडमिसन अफ एमबिबिएस एमबिबिएसमा नाम निकाल्यो होइन, त्यसमा एडमिसन पायो कङ्ग्रेचुलेसन भनेर टक्क हामीले लेख्छौँ। अनि यो पुरै लेख्दै जाने, यो त अब डिस्क्रिप्सन कति पढिदिइराख्नु होइन। ल हेर्नु यस्तो लेख्दै गयौँ, अनि हामीले लेख्दै गयौँ, अनि लास्टमा फेरि चाहिँ अब फेरि कङ्ग्रेचुलेसन दिएर अनि कसरी इन्डिङ गर्न सक्नुहुन्छ हजुरले गर्ने। अनि वार्मेस्ट रिगार्ड होइन, योर बेस्ट होइन, अनि XYZ होइन, योर बेस्ट फ्रेन्ड, अब जे पनि लेख्न सक्नुहुन्छ हजुर। अनि काइन्डली गिभ माई रिगार्ड्स टु योर प्यारेन्ट्सलाई पनि होइन, प्यारेन्ट्सलाई पनि बधाई दिनु। अनि आजलाई म बन्द गर्न गइरहेको छु होइन, स्टप माई पेन भन्न पनि सक्नुहुन्छ। लास्टमा इन्भिलोप भनेर बनाइदिने, खामको नमुना भनिन्छ यसलाई होइन, यो भनेर बनाइदिनु अनि पुगिहाल्छ है त। अनि त्यसपछि हाम्रो रहेको छ जब एप्लिकेसन लेटर भनेको रहेछ। जब एप्लिकेसन लेटर भनेको कसरी लेख्ने भनेर मैले
टक्क देखाइदिएँ है त। जब एप्लिकेसन लेटर भनेको हाम्रो हेर्नु है, केहीको बारेमा जब लेख्न आयो, ल मैले यहाँ आज चाहिँ पोस्ट म्यानेजरको बारेमा, अब पोस्ट अफ द म्यानेजरको लागि चाहिँ जब एप्लिकेसन लेख्न गइरहेको छु है त। अब हेर्नु, सुरुमा चाहिँ जब एप्लिकेसन लेख्दाखेरि XYZ अब त्यो लेख्ने होइन, केहीको ठाउँको नाम होइन, अनि अब त्यसपछि मार्च 30 अब डेट लेख्छौँ अघिको जस्तै। अनि अब कसलाई लेख्न गइरहेका छौँ त हामीले, यो लेटर भनेर पहिला त्यसलाई लेटरलाई लेख्नेवाला मान्छेलाई यहाँ सम्बोधन गर्ने, अनि त्यो कुन अफिसलाई हो कि कुन ठाउँलाई हो त अब सम्बोधन गर्ने, यहाँ पहिला द CEO NMB ब्याङ्क काठमाडौँको CEOलाई हामीले गऱ्यौँ नि त होइन, सम्बोधन गर्ने। अनि सब्जेक्ट लेख्ने के को लागि हो त, मैले यो पोस्ट अफ द म्यानेजरको लागि रहेछ होइन, एप्लिकेसन फर द पोस्ट अफ द म्यानेजर भनेर लेख्ने है। अनि डियर सर म्याडम, आई वुड लाइक टु अप्लाई द पोस्ट अफ द हेर्नु है, आई वुड लाइक टु अप्लाई फर द पोस्ट अफ द म्यानेजर इन योर ब्याङ्क in response to advertisement published in Kantipur Daily in 28 March 2025 as a deserving candidate। यो हजुरले सेम लेख्न सक्नुहुन्छ। अब के पोस्टको लागि यो फरक लेखिदिनु। अब कान्तिपुर डेली अब कुन न्युज पेपरमा छापिएको छ त्यो न्युज पेपरको नाम लेखिदिनु, नछापिएको छ भने यही सेम लेखिदिनु, डेट फरक हालिदिनु। अरू सब ल्याङ्ग्वेज त्यही लेख्न मिल्छ नि त आफूले, हो त्यो लेख्ने। अनि त्यसपछि यो प्याराग्राफमा तपाईँ कस्तो नेचरको मान्छे हुनुहुन्छ त, तपाईँले आफ्नो नेचर सो गर्ने, तपाईँसँग के क्वालिफिकेसन छ त त्यो क्वालिफिकेसनलाई इन्क्लुड गर्ने यसमा होइन। अनि त्यसले गर्दा हजुरलाई मोर बेटर गराउँछ आफ्नै ल्याङ्ग्वेजमा लेख्ने हो है यो सबै। अब रटेर त याद हुँदैन। अब अनि यो लेख्दै जाने, यो पनि यहाँसम्म चाहिँ हामीले आफ्नो बारेमा लेख्दै जान्छौँ होइन। यदि यो अपर्च्युनिटीहरूको बारेमा पायौँ भने हामीले कस्तो कस्तो गराउन सक्छौँ, बेनिफिट कस्तो दिन सक्छौँ अर्गनाइजेसनहरूलाई भनेर लेख्ने। अनि लास्टमा चाहिँ आई एम लुकिङ फरवार्ड टु गेटिङ पोजिटिभ रेस्पोन्स पाउँछु भनेर मैले आशा गरेको छु, एज सुन एज पोसिबल होइन, मैले जति सक्दो छिटो होइन, चाँडो भनेर लेख्ने। अनि लास्टमा यही लेख्ने, मैले यहाँ यहीसँग मेरो सिभीहरू मेरो डिटेलहरू पनि यसैमा पठाइदिएको छु यही लेटरमा भनेर लेख्ने। अनि यो सिन्सियरली ABC अब नाम नलेख्ने, यो सिन्सियरली भनेर टक्क यो पनि लेखिदिनु होला है त। ल यो गरिसकेपछि अब हाम्रो रहेको छ जब एप्लिकेसन भयो, लेटर टु द एडिटर है त। अब आयो लेटर टु द एडिटर। लेटर टु द एडिटर त मोस्ट इम्पोर्टेन्ट होइन। अब हेर्नु, मैले यही लम्की कैला लेखेँ, यो पहिला सेम छ नि त अघि यो जस्तै। अब कसलाई लेखिरहँ हामीले, एडिटरलाई। कहाँको एडिटरलाई, काठमाडौँ पोस्टको। काठमाडौँ पोस्ट भन्ने एउटा न्युज पेपर छाप्ने छ होइन संस्था, त्यसलाई लेखिरहेछौँ होइन। किन लेखिरहेछौँ, सब्जेक्ट लेख्नै पर्यो, इरिगेसन प्रोब्लम इन रुरल एरिया होइन, हाम्रो पानीको सिँचाइको समस्या छ होइन ग्रामीण क्षेत्रहरूमा होइन, हो त्यो लेख्ने। अनि डियर एडिटर लेख्ने। अनि यो चाहिँ ठ्याक्कै हजुर सेम लेख्दा हुन्छ। थ्रो द कोलम्स अफ योर इस्टिमेटेड न्युज पेपर द काठमाडौँ पोस्ट आई वुड लाइक टु ड्र द अटेन्सन अफ कन्सर्न अथोरिटी एन्ड लोकल एन्ड स्टेट गभर्मेन्ट टुवर्ड्स द प्रोब्लम अफ इरिगेसन इन रुरल एरिया है। थ्रो द, अब तपाईँको म प्रख्यात न्युज पेपर काठमाडौँ पोस्टबाट होइन कसको ध्यान आकर्षण गराउन चाहन्छु, कन्सर्न अथोरिटी, यो सम्बन्धित जानकार व्यक्तिहरूलाई र मेरो स्थानीय तहको सरकारलाई, एज वेल एज स्टेट सरकारलाई, मेरो सङ्घीय सरकारलाई, अबको सरकार बालेन सरकारलाई होइन भनेर टक्क लेख्ने। सो द्याट फार्मर एक्सपेक्टेसन क्यान इजिली बी फुलफिल टु इरिगेट दियर ल्यान्ड टु ग्रो क्रोप्स। अब त्यसले गर्दा फार्मरहरूले आफूले चाहेको इरिगेट गर्ने होइन, आफ्नो जमिनलाई सिँचाइ गर्ने सजिलै गर्न सक्छन् होइन, त्यो कुराहरू टक्क लेख्छौँ। अनि त्यसपछि आफूले डिस्क्राइब गर्ने हो भने नेपाल एउटा एग्रिकल्चर बेस्ड कन्ट्री हो होइन, त्यसको बारेमा टक्क डिस्क्राइब गर्नु होला है। अनि अब त्यसपछि रहेको छ यो, अनि यो टक्क यो लेख्नु, टक्क यो के छ। अनि लास्टमा चाहिँ अब सुनाइदिनु भएकोमा धन्यवाद दिँदा नि हुन्छ है, हजुरले थ्याङ्क यू भनेर लेख्दा पनि हुन्छ। द्याट्स वाइ आई वुड लाइक टु रिक्वेस्ट यु टु गिभ स्पेस होइन, स्पेस दिनु मलाई। अनि लास्टमा स्पेस दिनुहुनेछ भनेर आशा गर्दछु, थ्याङ्क यू भनेर लेख्दा पनि हुन्छ। अनि लास्टमा यहाँ पनि यो सिन्सियरली ABC भनेर लेखिदिनु होला है त। ल यो पनि भयो। अनि अब रहेको छ हाम्रो लेटर टु द एडिटर भयो, त्यसपछि बिजनेस लेटर है त। अब बिजनेस लेटर हाम्रो, ल बिजनेस लेटर यो छ। बिजनेस लेटरको बारेमा पनि यहाँ हेर्नु है, यो पहिला यसलाई यहीँ लेख्दा हुन्छ अघिको जस्तै, यता लेखिराख्नु पर्दैन। अनि यो
कोसँग हामी बिजनेसको लागि कोसँग कुरा गरिरहेको छौँ उहाँलाई यहाँ चाहिँ सम्बोधन गर्ने अनि सब्जेक्ट लेख्ने के को बारेमा अनि थ्रु दिस लेटर अब हजुरले के गराउनु चाहिराख्नु भएको छ अनि त्यही लेख्ने अघिको जस्तै अनि टक्क त्यो डिस्क्राइब गर्ने। यदि हजुरहरूले बिजनेसबाट केही सामानहरू मगाउँदै हुनुहुन्छ भने लास्ट टाइम यस्तो लेखेर होइन यो टक्क पहिला सबै लेख्ने है त। अनि अब त्यसपछि लास्टमा गएर हजुरले यहाँ बिजनेस के आफ्नो सामान आफ्नो सुरुमा आफ्नो पसलको नाम लेख्ने, हेर्नु है टपमा आफ्नो पसलको नाम लेख्ने यहाँ अनि त्यसपछि चाहिँ यो कुराहरू लेख्ने अनि यो अर्को पसल हजुरले जहाँबाट सामान मगाउँदै हुनुहुन्छ त्यो लेख्ने, सब्जेक्ट लेख्ने अनि यो टक्क लेखेर अनि सामानहरू मगाएर एउटा चाहिँ लिस्ट बनाइदिने सामानको, नेपालीमा बनाउनुहुन्छ नि हो त्यस्तै गराएर गर्दा पनि हुन्छ। यसमा पनि यो सिन्सियरली भनेर टक्क गराइदिने पुग्छ है त। ल यही छ, धेरै मैले पढिराखेन, हजुरलाई सट्ट वान सर्ट रिभिजन हुन्छ। ल त्यसपछि अब आउँछ हाम्रो इमेल राइटिङ है, इमेल राइटिङ र सिभी बाँकी रह्यो अब है त। ल राइटिङ इमेल कसरी लेख्ने त है। अब सुरुमा यो चाहिँ फर्मेट भयो, फर्मेट नछुटाउने, सबभन्दा इम्पोर्टेन्ट यहाँ फर्मेट नै हो है त। अब फ्रम लेख्छौँ हामीले अनि टु लेख्छौँ अनि सिसी लेख्छौँ, कार्बन कपी बिसिसी लेख्छौँ, ब्लाइन्ड कार्बन कपी यो खाली छोडिदिँदा नि हुन्छ अनि लेखिदिँदा नि हुन्छ, केही फरक पर्दैन @ लेखेर है। अनि कार्बन कपी @gmail.com, ब्लाइन्ड कार्बन कपी @gmail.com लेख्दा नि हुन्छ, यसमा केही फरक परेन है। फ्रममा सेन्डरको नाम लेखेर लेख्दा नि हुन्छ, केही लेख्दिनु यस्तै लेख्दा नि हुन्छ सेम। अनि डेट्स लेख्नु अनि लास्टमा चाहिँ सब्जेक्ट के को लागि लेख्दै हुनुहुन्छ इमेल त्यो इन्क्लुड गरिदिनु है। अनि डियर फ्रेन्ड आई गट योर लेटर यस्टरडे, अनि यो सेम हामीले जुन हामीले त्यो लेटरमा लेख्छौँ नि पर्सनल लेटरहरूमा त्यो लेख्दा नि हुन्छ क्या इमेल। यदि इमेल कस्तो प्रकारको इमेल लेख भनेको छ हामीले हेर्ने के, पर्सनल इमेल लेख भनेको छ पर्सनल लेटर लेख्दा हुन्छ, फर्मल इमेल छ भनेपछि फर्मल टाइपको लेटर लेख्दा हुन्छ। अनि यो आई गट योर लेटर यस्टरडे एन्ड यु ह्याड आस्क्ड मी होइन टु राइट अबाउट इन्ट्रेस्टिङ क्लास आई एभर ह्याड, मसँग भएको इन्ट्रेस्टिङ क्लासको बारेमा लेख साथले भनेको रहेछ होइन हो त्यो कुरा टक्क लेख्ने। ल हेर्दै जाउँ, पढ्ने कुरा चाहिँ आफै पढ्नु होला। ल टक्क सेम यही आउँदैन, त्यही भएर पढ्ने होइन हामीले फर्मेट हेर्ने हो। योर लभिङ फ्रेन्ड भनेर टक्क लास्टमा हामीले इन्डिङ गरिदिउँ। सो आई फिल क्लास वाज इन्ट्रेस्टिङ, लास्टमा आई एड मैले लिएको मध्येको सबभन्दा इन्ट्रेस्टिङ क्लास यो हो भनेर मैले भनेको छु भनेर लेख्ने। अनि अब हामीहरू सिबीमा इन्ट्रो गरेको छौँ। अब हाम्रो एउटा सिबी लेख्न आउनसक्छ। सिबी लेखा भनेपछि सुरुमा चाहिँ हामीले सिबीमा के लेख्ने है त, नेम लेख्छौँ, एड्रेस लेख्छौँ, आफ्नो है आफ्नो सिबी लेख भनेपछि आफ्नो लेख्ने है। अनि नामै लेख्नुपर्छ होइन, यहाँ अरू कुनै नाम लेख्दा नि हुन्छ, केही फरक पर्दैन। अनि यो लेख्दै जान्छौँ, इमेल सिमेल लेख्छौँ। अनि करियर अब्जेक्टिभमा भनेको मसँग भएको स्किलहरू के छ, मैले अब के आफूले यहाँ बनाउँदैछु लिस्टमा त्यही कुराहरूलाई थोरै डिस्क्राइब लेख्ने। विथ मोर देन 1 year अफ टिचिङ एक्सपिरियन्स छ मसँग होइन। आई एम टु बी अ ग्रेट टिचर हुँ, टिचिङ वेल होइन, बोथ अनलाइन एन्ड अफलाइन दुवै पढाउन सक्छु विदाउट एनी लिमिट्स होइन। यो भनेर टक्क करियर अब्जेक्टिभ बनाउनु पर्छ हामीले। अनि मेरो एजुकेसन के हो त, मैले कहाँबाट एजुकेसन लिएको थिएँ त्यो कुराहरू यहाँ टक्क इन्क्लुड गर्ने। अनि मेरो एक्सपिरियन्स के छ त मैले होइन त्यो कुरा टक्क यहाँ लेख्ने। अनि एउटा मैले अब अरू के लिएको छु, क्लास मोनिटर भएर पनि काम गरेको छु होइन त्यो कुराहरू पनि लेखिदिने, टक्क आफूले जति सक्यो लामो बनाउने है। अनि अर्को स्किल मसँग के छ त स्किलहरू लेख्ने। अनि स्किल लेखिसकेपछि मसँग भएको सर्टिफिकेसन अवार्ड्सहरू होइन त्यो सबै इन्क्लुड गर्ने। अनि लास्ट टाइममा रिफ्रेन्स भनेर अनि यो लेखिदिने। मैले त एबिसी बाहुन भनेर लेखिदिएको छु, प्रिन्सिपल होइन। अनि अब टक्क है अनि प्रिन्सिपललाई कुन अब स्कुलमा हजुरले दिन गइरहनु भएको छ टक्क उहाँलाई लास्टमा इन्क्लुड गरिदिने है। यति होइन, अब यति रहेको छ हाम्रो यो 7 नम्बर र 8 नम्बरको यो फ्री राइटिङहरू चाहिँ। अनि म अरू चाहिँ हजुरलाई अर्कोमा गराइदिन्छु लङको।